आज म थोरै मेरो बारेमा हिजो पनि मैले सोपानको थोरै केही कुरा त भनेको थिएँ। आज फेरि थोडा छुटकरी भन्न गइरहेको छु। हिजो हेर्नुभयो भने सोपानले एउटै रेटमा आएर बस्छ भन्ने मेरो कुरा थियो। अहिले आएर नभन्दै 1120 यो सोपान भयो भने अर्को चाहिँ ओएमपिएसएल भनेको ओम मेगाश्री दुवै औषधि कम्पनी 1119, 1-2 रुपियाँको तल माथि परेर दुवै कम्पनी भेट भयो। किनभने यो कम्पनी माथि भएको भए अर्कोले पनि हाई प्राइस गर्थ्यो, लो भएको भएर लोमै कट अफ प्राइस लिएर चाहिँ फर्केर तलै झऱ्यो। किनभने दुईवटा कम्पनीले भ्यालुएसन एउटै लिने भएको भएर तपाईँ यो कारोबार गर्दाखेरि चाहिँ अब होला केही दिनमा ओएमपिएललाई छोडेर थोरै माथि जान सक्छ। किनभने थोरै एकुमुलेसन गरेर चाहिँ यसको किता पनि अलिक धेरै भएको र यसको चाहिँ तपाईँको ओएमपिएलको चाहिँ झन्डै 18 लाख जति किता मात्रै हो, यसको चाहिँ 39 लाख किता हो। सप्लाई धेरै आउने, धेरै किता भएको भएर धेरै आउने सम्भावना हुन्छ, धेरैजनासँग आइपिओ छ। एउटा कुरा यो हो भने अर्को कुरा चाहिँ यसमा तपाईँले यदि यो प्राइस इन्क्रिज हुनलाई पनि खासै टाइम चाहिँ लाग्दैन, कति बढ्छ चाहिँ थाहा छैन, बढ्न चाहिँ बढ्छ होइन। यसले लोवर पोइन्टलाई नि एकदम फोकस गरेर तल झर्न नसकेर माथि नै अपट्रेन नै समाउन सक्छ। यसले 1500 बनायो भने उसले 1600 बनाउला, तर यिनीहरू तल माथि एक आपसमा सँगै हिँड्ने कम्पनी भएको भएर यी दुईवटै कम्पनीलाई तपाईँले वाच गर्दाखेरि एउटा हिँड्यो भने अर्को अनिवार्य हिँड्नुपर्ने भएको भएर एउटा हिँड्न नसकेको चाहिँ कारण त्यो हो। तपाईँले वाच गरेर यो कम्पनीको किता चाहिँ कारोबार गर्न सक्नुहुन्छ र लामो समयसम्म त त्यति राम्रो नहोला। सर्ट टर्मको लागि चाहिँ भएको किता चाहिँ होल्ड गर्नु र नयाँ आइपिओलाई सेकेन्डरी मार्केटबाट उठाउने काम चाहिँ खासै सोचेर मात्रै गर्नु होला, नत्र भने तपाईँको पैसाले दुःख दिन पनि सक्छ भन्छु म चाहिँ। किनभने बढ्छ नै भन्ने 100% ग्यारेन्टी केही देखिँदैन। ठुल्ठुला सेयर मार्केटका खेलाडीहरू समाउने क्रम जारी छ र तपाईँको सस्तो 250 को सेयर 220 आए जस्तो होइन, यिनीहरूमा 400-500 रुपियाँको पहिरो गयो भने तपाईँको पैसाको सर्वनाश हुनसक्छ। त्यो जोगिएर कारोबार गर्नु हुन अनुरोध गर्न चाहन्छु।